आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी जुन यो निजामती ऐनको चौथो संशोधनमा केन्द्रित रहेर कुराकानी गर्न गइरहेका छौं, जसका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव भीम प्रसाद उपाध्यायज्यू। त आउनुहोस् उहाँसँगको कुराकानी अगाडि बढाउँ। सर, स्वागत छ कार्यक्रममा। खास गरी यो भर्खरै मात्र निजामती ऐनको चौथो संशोधन भयो, जसमा चाहिँ सरकारी कर्मचारी विशेषतः निजामती कर्मचारीहरूले चाहिँ डीबी, पीआर, ग्रीन कार्ड लगायतका विदेशी भनौं न एक किसिमको नागरिकता लिन नपाउने जुन प्रावधान आएको छ नि, यसलाई आफू स्वयं निजामती कर्मचारी भएको नाताले कसरी लिनु भएको छ? यसलाई यो एकदम स्वागतयोग्य छ। अब नेपालको कर्मचारी भएपछि, नेपालको सरकार सञ्चालन गर्ने भएपछि पूर्ण रूपमा नेपाल सरकारप्रति नै उत्तरदायी हुने र जिम्मेवार हुने र त्यसमा कर्मचारी भनेको एक किसिमको देशको शासन व्यवस्था चलाउने नेतृत्वदायी, खास गरी अधिकृतहरू नेतृत्वदायी भूमिका गर्ने हुनाले उहाँहरूको आचरण व्यवहारले धेरै कुरामा देशमा एउटा किसिमको अरूहरूलाई पनि त्यसले निर्देशित गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यो दोहोरो नागरिकता लिने अथवा डिबी लिने, त्यसै यता काम गर्ने उता काम गर्ने भन्ने चाहिँ गर्न हुँदैन। त्यो आचरण त्यसलाई रोक्ने चाहिँ सरकारले जुन गरेको छ, धेरै पहिले गर्नुपर्ने अहिले गरेको छ। यसको लाइसेन्स यो जुन सक्रियतामा सामान्य प्रशासन मन्त्री लालबहादुर पन्डितज्यूको सक्रियतामा, मुख्य सचिव लीलामणि पौडेलज्यूको सक्रियतामा जुन भएको छ, यो जुन धेरै स्वागत गरेको छ। हामी सबै इन्जिनियर समुदायले पनि यसलाई धेरै स्वागत गरेका छौँ र उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। कतिपय कर्मचारीहरूले यसलाई विरोध पनि गरे नि, के भन्नुहुन्छ त? विरोध अब के हुन्छ भने अब धेरै कुराहरू उठ्छ। विरोध गर्ने खासै कारण केही छैन, किन विरोध गरे भन्ने बुझिएको पनि कुरा भएन। तर एउटा के भन्छ, कर्मचारी सेवाभित्र धेरै कम न्यून सुविधामा बसेर काम गरेको हो। पहिला त के हुन्छ भने नेपालमा बस्ने इच्छा हुन्छ, काम गर्न पाए हुन्थ्यो, कसैले अल्झिन पाए यहीँ गर्न पाए हुन्थ्यो भन्ने हुन्छ। बिस्तारै मान्छेको आवश्यकता के हुन्छ भने घर परिवार आफ्नो जीविकोपार्जन पनि राम्ररी चलोस्, किनभने जाहिर खाइसकेपछि 10 ठाउँमा चार्ने, 10वटा कुरा सुन्ने र अलिकति थोरै यताउता तलब भत्ता हुन थाल्यो भने मान्छेलाई चाहिँ वैकल्पिक व्यवस्था पनि गर्नुपर्ने। त्यस्तो किसिमले गर्दै जाँदा यो विदेशको डीबीपीआर यताउता पनि पुगेको हो कि होइन भने अब मलाई के लाग्छ, विदेशमा पनि म गएको छु, त्यहाँ नेपालीहरू बस्नु भएको छ। हामी नेपालमा बसेर काम गरिरहेछौँ, हामी नेपालमा बसेर काम गर्न सकेनौँ, विभिन्न बाध्यता भयो, आवाज भयो, अनि माया देखाइराख्नु भएको छ, फर्किन पाए हुन्थ्यो भने जस्तो पनि कुरा गर्नुहुन्छ। यसले गर्दाखेरि केही 2-4-10 जना चाहिँ त्यस्ता मान्छेहरू जसले चाहिँ यो भ्रष्टाचारको पैसाहरू लिएर गएर वहाँ राख्ने अनि वहाँबाट कमाएको भन्ने व्हाइटिङ गर्ने त्यस्ता कुराहरू गर्यो भनेर जुन रोकेको छ। अब यो केही व्यक्तिहरूले गरेका हुन्, धेरैले गरेको छैन, तर रोकेको ठिक छ। तथापि अब 1000 भन्दा बढी कर्मचारीहरूले त राजीनामा पनि दिए नि त, के भन्नुहुन्छ यसलाई? राजीनामा त कानूनले भनेपछि हटाइहाल्छ। यो यात्रीको अवस्था थियो नि त, कि त सरकारी जागिर यही नेपालमा बसेर काम गर्नु पर्यो, कि त उतैको डीबीपीआर जे हो त्यही लिनु पर्यो? दुईटामा एउटा गर्नु पर्यो, दुईटामा एउटा गरे, दुईटामा एउटा गर्ने सरकारले मौका दियो, कारवाही त गरे। यो सरकारको यो कदमलाई चाहिँ एकदम स्वागत योग्य मान्नुपर्छ। एकदम ठिक छ, किन विदेशमा मान्छेहरूले भन्छन् तपाईँको सरकार त्यस्तो पुवर कन्ट्री होइन, गरिब कन्ट्री छ, विकास धेरै गर्नु छ, यसरी चाहिँ नि विदेशको नागरिकता लिएर गर्नेले कसरी गर्छ त भन्ने क्वेसन थियो। भलै त्यो नहोला, नेपालको माया रहन्छ, परिवार यहाँ छन्, गाउँघरमा हुर्केको बढेको गुर्सेको माया हुन्न भन्ने कुरा होइन विदेशमा बस्दैमा। तर पनि त्यसले एउटा हेर्दाखेरि मान्छेले त्यो डबल स्ट्यान्डर्ड एउटा चाहिँ पाखण्डीपन देखिन्छ नि, त्यो हिपोक्रेसी नहोस्। ठिक छ, त्यो कुरा गर्नुपर्ने कुरा जुन जसले गर्नुभयो, जसबाट जे भएको छ सरकारले, क्याबिनेटले अनि मन्त्रीले होइन, सबैले जसले सहयोग गर्नुभयो, जनताले पनि सहयोग गरिरहेछ, जनता पनि कति खुसी भइरहेछ होइन। हुन त अब यसको असर के पर्छ हेर्न बाँकी छ, पनि यो जे गर्नुपर्ने काम भयो। यतिसम्म कि अब जुन सरकारले नै भनौँ न डीबीपीआर लिन नपाउने अथवा जागिर त्याग्नु पर्ने अथवा उताको डीबीपीआर ग्रीन कार्ड त्याग्नु पर्ने, त्यो एउटा त आफ्नो ठाउँमा ठिकै थियो। तर अर्कोसम्म कि जस्तो अफिस टाइम भन्दा बाहिर कुनै पनि काम गर्न नपाउने, भनौँ न साइड जब गर्न नपाउने, यसलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ? यो चाहिँ कतिको न्यायोचित छ जस्तो लाग्छ यहाँलाई? अब दुईटा कुरा छ कि अब अफिसमा काम नगरेर, अफिसको काम ढिला सुस्ती गरेर बाहिर काम गरेर बाहिरको इन्ट्रेस्टमा गर्यो भन्ने कुरा पनि छ। त्यो किन गर्यो भन्ने प्रश्न छ। किन मान्छे बाहिर जान्छ? सरकारी जागिरभित्र बसेर कसैले पनि आफ्नो समयमा सरकारी एउटा सीमित तलब भत्ताबाट गुजारा चलेन, बाहिर जान्छ। 8 घण्टा काम गरेको मान्छे लखतरान परेर घर गइन्छ, बाहिर काम गर्न इच्छा हुन्छ। पैसा मात्रै ठुलो कुरा। मलाई तपाईँ भन्नुहुन्छ मलाई त 4 घण्टा अफिसमा काम बेसरी गरोस् र मलाई छोडिदियोस्
बाँकी 20 घण्टा र 20 घण्टामा आनन्दले अब परिवारलाई दिन पाऊँ, समाजमा दिन पाऊँ भन्ने मेरो चाहना छ। त्यो बाहिर गएर कमाइ खाने दोहोऱ्याइ तेह्र किन काम गर्नु पर्यो? त्यसरी पैसै कमाउनु छ भने व्यापार गरे भइहाल्यो। त्यसलाई त्यो नगर्ने भन्ने कुरा एक पक्षले ठिक छ। तर मैले एकैछिन रोकेँ यहाँलाई। सामान्यतया जुन अहिले सरकारी कर्मचारीहरूको तलब छ नि, यो तलबले अब पुग्छ त जुन सरकारी कर्मचारीहरू बिहान बेलुका पढाउने अथवा केही न केही अब जस्तै एनजिओ आइएनजिओहरूमा पनि इन्भल्भ जस्तो देखिनुहुन्थ्यो उहाँहरू, अब एउटा सुक्खा तलबले पुग्छ त उहाँहरूलाई परिवार धान्नको लागि के भन्नुहुन्छ? दुईटा कुरा छ। अब यहाँ चाहिँ के हुन्छ भने अब काठमाडौँमा महँगो पनि छ। महँगो मात्रै कुरा होइन, धेरै कुराहरू मान्छेलाई चाहिँ आवश्यकताको पढाउने बारेमा खर्चिलो छ। खानेकुरा मात्रै होइन, खाना त मान्छेले थोडा बहुत खाए पनि पुग्ला। दुईटा तरकारी एउटा तरकारी खायो होला होइन। हामी सानो बच्चामा खाँदा धेरै खाएर हुर्काए पनि होइन होइन। त्यसले गर्दा खानेकुरा भन्दा पनि बिरामी हुँदा के गर्ने होइन, अनि पढाइ बेलामा के गर्ने, यी सबै कुराहरू त सरकारको कुनै ग्यारेन्टी त छैन। हामीले त कुनै इन्सुरेन्स त छैन। यस्तो बिरामी हुँदा यो हुँदा फ्री हुने पनि त केही कुरा त छैन। त्यस कारण सरकारले पैसा हाम्रो खल्तीमा दिने पैसाको मात्र होइन कि कर्मचारीको हितको लागि के गर्न सक्छ, कर्मचारीलाई नियन्त्रण गर्नलाई त कानुन बनाउने, कर्मचारीको हितको लागि के गर्न सक्छ भने त्यो पनि साक्षरता आउनु पर्यो होइन। यो भन्नु भएन कि देश गरिब छ, यस्तो छ, कहाँबाट देश छ, जनताको जुन आय स्रोत यति कम छ तपाईँलाई त्यस्तो भन्नु होइन। किनभने योग्य सक्षम मान्छे नेपालमा बस्नुपर्छ भन्ने अहिलेको अवस्था छैन, पहिला जस्तो होइन। संसारभरि मार्केट छ, संसारभरि योग्यता। तपाईँ प्राविधिकको कुरा गर्नुहुन्छ, तिनीलाई त रेड कार्पेट गरेर बोलाइरहेको छ योग्य प्राविधिकहरू। अरूहरूलाई होला समस्या, तर प्राविधिकहरूलाई छैन। तर यसको मतलब के हो भने प्राविधिकको देशमा बस्न पैसाको लागि मात्रै कुद्छ, देशमा बस्न चाहन्न, देशमा काम गर्न चाहने झन् बढी चाहन्छ। त्यसको लागि त एउटा प्राविधिक अपराविधिकको बिचमा सोलो डोलो एकै किसिमको कुरा राख्ने, एउटै किसिमको गर्ने भन्ने, अनि पैसा पनि बढाउँदैन भन्ने, बाहिर पनि काम गर्न नजा भन्ने, डिबिपिआर पनि नले, खालि रोके गर्ने दिएको के हो? त्यो क्वेसन उठ्छ नि त। बढी कर्मचारीको कसरी स्ट्रेन्थनिङ गर्नुहुन्छ? अब यस कार्यालयमा छ, कार्यालयमा तपाईँको 20-25% मान्छेलाई चाहिँ काम दिने, आफ्नोलाई मात्र काम दिने, आफ्नोलाई सुविधा दिने, आफ्नोलाई विदेश पठाउने, 75%लाई जेलमा राखेको कैदी जस्तो राख्ने, कामै नदिने, काम दिएन भनेर कराउने कुरो पनि भएन, कहीँ भन्न जाने कुरा पनि भएन। त्यो घरभित्रको परिवारभित्रको बाबा के अरे समस्या जस्तो बाहिर अर्कालाई भनेर के काम भन्छ जस्तो भने त्यस्तो चाहिँ नि गर्ने, अनि काम पनि नदिने, काम नदिएपछि सुविधा नदिने, सुविधा नदिएपछि ऊ चाहिँ जेलमा त बसिरहनु पर्छ, बाहिर काम गर्न नपाए जुन भइरहेको छ नि। त्यसमा चाहिँ नि होलिस्टिक एक किसिमको साङ्गो पाङ्गो होलिस्टिक चाहिँ नि फैसला लिएको भए, त्यस किसिमको बजेट भाषण आएको भए, त्यस किसिमको नीति भन्ने बनाएको भए अथवा बनाइसकेर गरेको भए मलाई लाग्छ धेरै स्वागत हो। तर यो त एकपछि हुन्छ। यसले चाहिँ कर्मचारी भनेको बदमास हुन्, कर्मचारीहरू कामचोर हुन्, कर्मचारीहरू आधा पेटमा काम गर्नुपर्छ होइन। नेपाली जनता गरिब छन्, त्यस्तो कुरा गरेर गर्ने भने त्यो काम नगरे नहुने किसिमको हो, यो बाटो हो। कसरी कर्मचारीलाई कसरी हुन्छ सुविधा दिन र दायाँ बायाँ गर्न पर्दैन, हामी हेर्छौँ भन्ने नै सक्नु पर्यो। सक्दैन भने देश रहँदैन, देश यसरी चल्दैन। गरिबीको भिख माग्दै हिँडेर देशमा कर्मचारीलाई योग्य कर्मचारी राख्छु, झन् यसलाई विशेष सरकार एक किसिमको चक्रमा फस्छ। कर्मचारी सुविधा पाउन्न, कमजोर कर्मचारी, राम्रो कर्मचारी बस्दैन, अनि 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 फेरि प्रशासन खत्तम हुन्छ, प्रशासनमा देश खत्तम हुन्छ, गरिबी बढ्छ। यस्तै भएर झन् अराजकता अव्यवस्था बन्न जाने सम्भावना हुनाले कर्मचारीको हकमा यो अरू कुनै बहाना नगरेर उसलाई चाहिँ नि सम्मानित होइन दिनुपर्छ। भारतको कुरा गर्नुहुन्छ, भारतमा अहिले सचिवको तलब 90,000 आइसी छ सचिव, र अहिले 3 गुणा बढी, 7औं पे कमिसनले 3 गुणा 2,70,000 आइसी, 4,20,000 नेपाली चाहिँ नि अब एक वर्षमा 2016 सालमा गर्दैछ। जस्तै यो तलबकै कुरा यहाँले पनि निकालिरहनु भयो। अब धेरै कर्मचारीहरू चाहिँ यो बजेट आर्थिक वर्ष 72-73 मा चाहिँ बजेट बढ्नेमा चाहिँ तलब बढ्नेमा चाहिँ विश्वस्त थिए नि, तर तलब बढेन। धेरै कर्मचारीहरूको चाहिँ मन चाहिँ एकदम खुम्चियो, साँगुरो भयो, एकदमै अमिलो भएर आयो उहाँहरूको मन। जस्तै यहाँ पनि अब कर्मचारी नै हुनुहुन्छ, सरकारी कर्मचारी भनौँ न, अब के भन्नुहुन्छ यसलाई चाहिँ? यस्तो हुन्छ, अब यो तलब त पहिलेदेखि कम थियो होइन। अहिले चाहिँ यो देशमा ठुलो भूकम्प आएर विनाश भयो, धेरै बर्बाद भयो। कर्मचारीले पनि आफ्नो चाहिँ 10 दिनको तलब 15 दिनको तलब दिएका छन् होइन। सबभन्दा धेरै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने कर्मचारीहरू नै हो, विदेशीहरू पनि खास पैसा आएको छैन। मैले नै लेखेको थिएँ कि अहिले कर्मचारीको बरु तलब नबढाऊ, पीडित भूकम्प पीडित यी सबैलाई यिनीहरूलाई हेर, यिनीहरूको उद्धार गर, उनीहरूलाई घर देऊ, बरु अर्को वर्ष गर्दा हुन्छ भनेर नबढाए पनि हुन्छ भनेर लेख्ने मान्छे नै भयो। बढाएन एक किसिमको, मैले नबढाए हुन्छ भनेर नबढाउँदा एक किसिमको खुसी भयो नि, तर पैसा त छरिदिए, फेरि सांसद कोष भनेर थपिदिए, छरेर खाने बजेट छर्नपट्टि गए। सांसदको पनि निर्वाचन क्षेत्रमा पैसा बढाइदियो, त्यो निर्वाचन क्षेत्र कसरी पोहोर सालको चाहिँ नि 1 करोड दिएको छ, त्यसले कसरी काम सब भागभण्डा गरेर काम गराए
उहाँले पनि निर्वाचन सांसदहरूलाई 5 करोड जति पैसा दिनुपर्छ, तर 5 वर्षको योजना बनाएर त्यो योजनामा कार्यान्वयन गर्ने मात्र दिनुपर्छ भन्नेको ठाउँमा समिति बनाएर लाख 50,000 25,000 छरेर सबै सांसदहरूले पैसा बाँड्दिए, 1 करोड बाँडे होइन। यसरी गए हामी यता पैसा छर्नु भनेर चाहिँ हामी तलब नबढाउ भने त होइन नि। तलब चाहिँ बढाउन नसक्ने कारण के हामी नमागौँ भन्ने मेरो धारणा थियो। नमागेको कारण के भने गरिब जनता भूकम्प पीडितलाई हेरौँ। अब अहिले हाम्रो तलब नबढाउनुको कारण भूकम्प पीडित जनताहरूलाई यताउता सबैलाई दिनुपर्ने हुनाले तलब बढाएन भन्ने बजेट भाषण भयो, जबकि त्यो होइन। त्यो सांसदहरूको निर्वाचित अनुत्पादक छरेको ठाउँमा पैसा खर्च गरेर कर्मचारीलाई बिग्रियो। यही बेलामा फेरि निजामती सेवा ऐन संशोधन भयो, जुन कर्मचारीको घाँटी कस्ने किसिमको काम भयो नि, त्यो मिलेन नि। तपाईँले कडा औषधि क्यान्सर रोग लागिरहेछ, कडा औषधि दिनुहुन्छ, भिटामिन र विभिन्न किसिमको परिवेश खानपिन त राम्रो दिनु पर्यो नि। तपाईँ खाली उसलाई खेक्नुहुन्छ, अस्ति पर्ने रहेछ त्यसलाई काम गर भन्छ, काम कसरी गर्छ? खान नपाएको गोरुलाई जोत्छु भनेर जोतेर सकिन्छ? अहिले नगएर भने अहिले नगरेको भए कसले भन्थ्यो? गर्छ भने त त्यसो हेरिदिनु पर्यो। अलिक यो बेला मैले के भने तलब नबढाउनुसी त त्यति गुनासो छैन। यो बेला कर्मचारीलाई कस्ने किसिमको बेलामा त तलब बढाउनै पर्थ्यो। भनेको सामान्य प्रशासनमा अहिले त्यो सामान्य प्रशासन मन्त्रालय अर्थ मन्त्रालयको कुनै सामञ्जस्य छ। सरकार त एक ढङ्गले चलाएको छैन, एउटा नीतिमा सरकार हिँड्नु पर्यो। हामी सरकारी कर्मचारी भित्र छौँ भने हाम्रो कुरा त के भने त्यो बुझ्दैन र कर्मचारी यति हन्टर खाएर देश देखेर देश विदेश देखेर पढाइरहेको हामीलाई थाहा छैन। किन थाहा छैन? खराब हो भन्ने इमेजले स्टार्ट भयो, कर्मचारी सबै खराब हो भन्ने किसिमले अनि सबै कुराहरू आइरहेको छ। त्यस्तो यदि कर्मचारी खराब छ भने त्यो देश कहिले पनि राम्रो हुन सक्दैन। यदि कर्मचारीलाई खराब भन्यो त्यो देशै राम्रो होइन होइन, त्यो गर्नै सक्दैन। त्यो खराब भनेर अपमानित गरेर अब बोल्ने त आजकल सबैलाई फ्री छ, यत्रो मिडिया छ होइन, बोल्नु हामी पनि बोल्ला। जस्तो हामी निजामती ऐनको 4थो संशोधनमै रहेर कुराकानी गर्ने क्रममा जुन यसको अर्को बुदा भनौँ न, अर्को तेस्रो महत्वपूर्ण पक्ष के हो भनेदेखि प्राविधिक तर्फका कर्मचारीलाई चाहिँ प्राविधिक मन्त्रालयमै र प्रशासन क्षेत्रका कर्मचारीलाई चाहिँ प्रशासनिक निकाय प्रशासनिक मन्त्रालयमा सार्ने कुरा छ नि, यसलाई यहाँले कसरी लिनु भएको छ? अब यो के भन्छ बेमौसमको बाँसुरी भन्छ नि, त मलाई पनि जाने बेलामा बाँसुरी बजाउनु भएन नि होइन। देश एकदम सङ्कट छ, नयाँ पुनर्संरचना हुँदैछ, अनि पैसा छैन, यत्रो भूकम्प आयो होइन। यो बेलामा कर्मचारी तन्त्रभित्र कुनै पनि यस्तो काम गर्नु भने जुन कामले माहौल बिग्रिन्छ। अब के भइदियो भने हामीले पहिला नेपालका 2/3 कर्मचारीको संख्याको 2/4 चाहिँ प्राविधिक छन्, 2/3 जति प्राविधिक नै हो। अफिसर 10,000 अफिसरमा 6,600 प्राविधिक छन् अफिसर, बाँकी 3,400 मात्रै गैर प्राविधिक होइन। यसको मतलब के 66% चाहिँ यदि प्राविधिक छ भने 66% माथि टपको पदमा पनि त जानु पर्यो। त्यो 66% मागेकै छैन आजसम्म। 66% कर्मचारी प्राविधिक हुँदा पनि हामीले 66 होइन कि 10% पनि आजसम्म गएको छैन प्राविधिक कर्मचारी। अर्को कुरा, प्राविधिक कर्मचारीहरूको जुन सिनियर कर्मचारीहरू छन्, प्राविधिक कर्मचारीहरू जहिले पनि स्कुल कलेजदेखि सबैजना उत्कृष्ट अङ्क ल्याएर गरेका छन्। ती प्राविधिक कर्मचारीहरू संसारभरि अवसर पाउँदाखेरि नेपाल बसेका छन् होइन। अब तीलाई चाहिँ सचिव चाहिँ नि सचिवमा विशेषीकरण गरे भनेर केही मन्त्रालयहरू 2/3 प्राविधिक भएका करिब 500 चाहिँ नि के सहसचिव भएको 2/3 जति भएको 60% प्राविधिक भएको ठाउँमा 5-6वटा मन्त्रालयमा मात्रै निकाय मात्रै सचिव दिने, बाँकी बचेका 40वटा जतिमा 35-40वटामा गैर प्राविधिकलाई सचिव दिने किसिमको नीति ल्याएर अहिले ऐन संशोधन भयो होइन। त्यसले कहाँ समस्या गयो भने हिजो प्राविधिकहरूलाई सचिव जहाँ पनि लान सकिन्थ्यो क्याबिनेटले निर्णय गरेको छैन। केही 5वटा सचिव बाहेक 5वटा प्राविधिक बाहेक कुनै सचिव दिएको पनि होइन कानुनमै हुँदा। अब कानुनमै दिन नपाइने गरेको, त्यसले गर्दाखेरि एउटा कुरा त्यो भयो प्राविधिकहरू डिमोरलाइज भयो र कानुनले रोकेपछि यहाँ भित्र बसेर नेपालभित्र बसेर प्राविधिक एउटा ट्यालेन्टेड मान्छे ब्रिलियन्ट शिक्षा हासिल गरेको मान्छेको चाहना जहिले पनि प्राविधिक शिक्षा लिनेछ नेपालमा आजसम्म। त्यो शिक्षा लिइसकेपछि नेपालभित्र बस्न नहुने बनायो। अब जानुपर्छ किनभने यो सुरुदेखि सरकारको सानो नीति हो, बुझेर गर्यो नबुझेर गर्यो स्वार्थवश गर्यो आफ्नो ठाउँमा। सरकारको यति सानो नीतिले पुरै प्राविधिक युनिभर्सिटी पुरा चाहिँ नि यत्रा युनिभर्सिटी छन्, 55वटा चाहिँ 52वटा इन्जिनियर कलेजहरू छन्, त्यसपछि एग्रिकल्चर कलेज छन्, त्यसपछि फरेस्ट्री छन्। यी सबैलाई चाहिँ नि तपाईँको चाहिँ एक किसिमको विज्ञ एउटा राम्रो विद्यार्थीहरू जाने ठाउँलाई चाहिँ निजामती सेवाबाट तिमीलाई प्रवेश निषेध भन्ने यता गर्यो, उता माथि दिएन। अब हामी प्रवेश गरिसक्यौँ,
हामी त यही कुरेर बसेको या चाहिँ नि उपसचिव सहसचिव रिटायर होला भने बसे त होइन। हामी सिनियर पनि छौँ प्राविधिकहरू अरू गैर प्राविधिक भन्दा। अनि हामी त्यही मन्त्रालय त्यही निजामती सेवामा आफूभन्दा जुनियरको चोहाला हाकिम मान्दै हिँड्न सकिन्छ, आफूभन्दा 5 वर्ष 10 वर्ष जुनियर छ उसलाई मैले सचिव मान्दै हिँड्ने कसरी मान्न सक्छु मैले? यदि निजामती सेवा होइन, यसभित्र स्वास्थ्य सेवा जस्तो इन्जिनियरिङ सेवा, वन सेवा छुट्टै छुट्टै ऐनले सञ्चालन गरेको हामी भन्थ्यौँ वन मन्त्रालयभित्र हो, हामी बाहिर जाँदैनौँ। त्यसो त होइन। हरेक मन्त्रालयले पनि प्राविधिक काम गरेर हिँडेको छ। उद्योग मन्त्रालयमा तपाईँको अहिले 14 जना सहसचिव छ, प्राविधिक प्रशासनभन्दा प्राविधिक सहसचिव धेरै छ। भूमि सुधार मन्त्रालयमा प्राविधिक प्रशासनभन्दा प्राविधिक सहसचिव ऊ पनि प्रशासन चलाइ राष्ट्रिय योजना जुन संसार देशभरिका सबै विकास योजना पूर्वाधार यहाँले भन्नु खोज्नुभएको प्राविधिक कर्मचारीले चाहिँ प्रशासन चलाउनु उपयुक्त होइन हो? होइन, प्राविधिक प्रशासन कर्मचारीले प्राविधिक मन्त्रालय चलाउनलाई चाहिँ नि उसलाई विशेष योग्यता नहोला। प्राविधिक कर्मचारीहरूको प्रोजेक्ट गर्दै तह गर्दै माथि जाँदाखेरि ती प्राविधिक व्यवस्थापनमा प्रशासन एउटा अङ्ग हुन्छ, त्यो त हामी गर्छौँ। त्यो नगरी आर्थिक प्रशासन, त्यसपछि कर्मचारी प्रशासन, प्राविधिक कर्मचारीलाई पनि प्रशासन चलाउन दिनुपर्ने यहाँको भनाइ। प्रशासन चलाउन ठाउँमा योग्य बनाउनु पर्यो, दिनु नदिनु सरकारले दिनु योग्यता। हरेक प्राविधिक मान्छे योग्य, हरेक अप्राविधिक मान्छे अयोग्य भने होइन नि। योग्य प्राविधिकलाई बाटो रोक्नु भएन जहाँ जान पनि होइन। जस्तो यहाँनिर मैले एकछिन रोकेँ, जस्तो यो 52वटा सचिव पदमा चाहिँ 7वटा मात्र प्राविधिक ले चाहिँ सिट पाउने जस्तो कुरो छ नि त नेपालमा अहिले पनि वर्तमानमा भइरहेको त्यही हो। यो पनि के एक किसिमले थिचोमिचो नै हो प्राविधिक कर्मचारीहरूलाई? पहिलेदेखि हो, कानूनमा भए पनि व्यवहारमा थिचोमिचो हो नै। चाहे राजनीति गर्ने कुरा हो, चाहे प्रशासनको केन्द्रमा बस्ने कुरा हो, सचिवहरू जहिले पनि 90% सचिव प्राविधिक गैर प्राविधिक नै भए होइन। हरेक मोमेन्टमा अहिले पनि हेऱ्यो भने केही प्राविधिक सचिवहरू हुनुहुन्छ, उहाँहरूको के स्थिति छ भने एकदम सिनियर भएर हो। अब रिटायर हुने बेला भइसकेको हुनाले उहाँले सिनियरको एउटा सिनियरहरूलाई सचिव बनाउने ऐनमै व्यवस्था भएको हुनाले सिनियरले 20% पाउँछ, त्यसबाट सचिव हो। होइन भने उहाँ जति सिनियर भए पनि उसको बुवाको उमेरको भए पनि ऊ सचिव नपाउने स्थिति अहिलेसम्म व्यवहारमै हो। क्याबिनेटमा पनि प्रस्ताव जब जान्छ प्राविधिकलाई सिफारिस जान्छ अनि धेरै प्राविधिक एउटा प्राविधिक त हाल्नै पर्यो। त्यहाँ कुरा प्राविधिकको कसै क्वेसन उठाउँदैन, त्यहाँ एउटा प्राविधिक त हाल्नै पर्यो, एउटा महिला त हाल्नु पर्यो, एउटा जनजाति त हाल्नु पर्यो। जहिले पनि त्यो भएन भने बेइज्जती हुन्छ, इच्छा होइन, एउटा त हाल्नु पर्यो नि। यस किसिमको आजसम्म चल्दै आएको त्यो बाध्यता जस्तो कानूनले नगर यस्तो गर्न पाइन्न थियो, अब कानूनले गर भने होइन। यो तेस्रो कुरा चाहिँ तपाईँ जब हेर्नु होला नेपालको प्रशासनमा कुन जात जातिको होल्ड छ, प्राविधिकमा कुन जात जातिको होल्ड छ हेर्नुभयो भने प्राविधिक भनेको जहिले पनि समावेशी छ। महिला छ, जनजाति छ, दलित छ, मधेसी छ होइन, बाहुन छेत्री छ, सबै जात जातिकाहरू प्राविधिकबाट पढेका ट्यालेन्टेडहरू त्यहाँबाट गएका छन्। त्यो किसिमको समावेशी छ। कानूनमा भएको 50% 33% नभए पनि मोटामोटी समावेशीमा रिजर्भेसन नदिएको भए पनि त्यो अटोमेटिक समावेशी भएर गएको छ। ती मान्छेहरू माथि नजाने भयो भने, माथि नजाँदाखेरि के हो भने सचिव त नहुने पाउने भयो लिमिटेड गरिदिएपछि। अनि यता के हो भने प्रशासन 95% 90-95% बाहुन र छेत्री छ, केही चलाक नेवारहरू छन्। त्यहाँ महिला पनि छैन, धेरै एकाध होला पनि त्यो बाहुनै होला होइन। अर्को चाहिँ नि त्यहाँ जनजाति पनि छैन, मधेसी पनि छैन प्रशासनमा। अब प्रशासनले 80% 90% म सचिव बन्छु भनेको अब जनजाति जाति कसैले पनि सचिव बन्न नपाउने हुन्छ। समावेशी बर्खिला संविधान अर्को छ, कानून अर्को छ होइन। तर के हुन्छ भने त्यो भित्रको टेक्निकलिटी त्यो चाहिँ गणितको हिसाबले ऊ चाहिँ सचिव हुन पाउँदैन। अनि के हुन्छ तपाईँलाई अब यसको भित्र क्रान्ति हुन्छ, आन्दोलन हुन्छ। बाहुन छेत्री यसै पनि विरोध छ। बाहुन छेत्रीको मात्रै त्यो पनि ट्यालेन्टेड मान्छे प्राविधिकमा जाने त्यसलाई माइनस गर्दै यता जाने नियम कानून बनाउँछ भने जति राम्रो इन्टेन्सन दिए पनि प्राविधिकले पत्ताउँदैन। त्यसको पछाडि केही न केही गन्ध चाहिँ देख्छ। त्यो गन्ध क्लियर छ कि जहिले पनि प्राविधिकहरूलाई बाइपास गर्न, डोमिनेट गर्न चलिआएको परम्परालाई यसलाई चाहिँ अहिलेको ऐन संशोधनले झन् बलियो बनाएर कानूनी जामा पैदाइदियो। जस्तो यहाँको कुरा गर्दा यहाँ आफू पनि प्राविधिक ब्याकग्राउन्डको हुनुहुन्छ भनेदेखि निजामती सेवामा, सरकारी सेवामा लामो समयदेखि कार्यरत हुनुहुन्छ। त्यो हिसाबले सम्पूर्ण प्राविधिक कर्मचारीहरूको फेभरमा भनौँ न, समग्रमा सबैले चित्त बुझ्दो हिसाबले यो चौथो संशोधन हुँदाखेरि चाहिँ के कुरामा थोरै ध्यान दिएको भए चाहिँ कसैको पनि चित्त दुख्ने थिएन? यहाँ यो बढुवामा सचिव बढुवामा छुनु हुँदैन थियो। विशेषज्ञता भन्ने नाममा, विशिष्टीकरणको नाममा बाहिर हेर्दा मोटामोटी तपाईँहरू जस्तो बाहिरको मान्छेहरूले त हो नि सचिव पद त विशेषज्ञ पद बनाएर हरेक मन्त्रालयको आफ्नो विशेषज्ञ दिए त, तर त्यो हुनेवाला छैन। त्यो विशेषज्ञ छैन कि विभिन्न 5-6वटा विशेषज्ञले एउटा ग्रुप बनाएको छ
हेर्नुहोस् इन्जिनियरिङहरूमा हाम्रो नेपालभित्रै विशेषज्ञ सहसचिव कुरा गर्नु 47वटा विषयमा सहसचिव छन् इन्जिनियरिङमा 47 विधामा विशेषज्ञ भएका सहसचिव छन् इन्जिनियर प्रशासनमा एउटा पनि सहसचिव एउटा विषयमा विज्ञता भन्ने हुँदैन प्रशासनको उपसचिवदेखि माथि विज्ञता हुँदैन उपसचिवसँग एउटा राजस्व छ एउटा लेखा छ एउटा सामान्य प्रशासन छ सहसचिव भएपछि केही पनि हुँदैन त्यो विज्ञ नै छैन उनीहरू विशिष्टीकरण अंग्रेजीमा एउटा उखान छ नि ज्याक अफ अल मास्टर अफ नन भने जस्तै हो उहाँ विज्ञ नै होइन उहाँहरू विज्ञ हुनै सक्दैन र मन्त्रालय भनेको विज्ञ मन्त्रालय हुन्छ मन्त्रालयको अनुभवले त विज्ञ बनाउला नि त के भन्नु कामको अनुभवले त अर्को पनि विज्ञ छ नि त्यो कामको अनुभव किन एउटा बाटोबाट यताबाट हिँडेपछि त्यहाँ पुग्ने यताबाट हिँडेपछि त्यहाँ पुग्ने भन्ने फरक कुरा हो यहाँ जुन तर्क दिएर विशेषज्ञका जुन तर्क दिएर गराएको छ त्यो तर्कै काम लाग्ने छैन अब बताउनुहोस् तपाईँ भन्छु प्रशासन सेवाभित्र प्रशासन सेवालाई एउटा चाहिँ समूह बनाएको छ त्यसभित्र 2-3टा कुराहरू राखेको छ एउटा शिक्षाको सेवाको मान्छे पनि सहसचिव त्यहाँको सचिव हुन पाउने प्रशासन सेवाको मान्छे पनि सचिव हुन पाउने आर्थिक योजना तथ्याङ्क सेवाको पनि सचिव हुन विविध सेवा आर्थिक योजना र तथ्याङ्क सेवा भनेको प्राविधिक सेवा हो त्यो त्यहाँ आर्थिक तथ्याङ्कमा स्ट्याटिस्टिशियनहरू हुन्छ स्ट्याटिस्टिशियन एग्रिकल्चर स्टाफ पनि के अरे एग्रिकल्चर म्याथमेटिक्सहरू लिएको हुन्छ भने विभिन्न कम्प्युटर इन्जिनियर हुन्छ इन्भाइरोमेन्ट इन्जिनियर इन्भाइरोमेन्ट साइन्टिस्ट हुन्छ होइन यो दुईटा चाहिँ प्रशासनभित्र पारेर यो दुईटा चाहिँ नि अर्थ मन्त्रालयको योजना आयोगको लोकसेवा आयोगको निर्वाचन आयोगको राष्ट्रपति कार्यालयको सचिव हुन पाउने भयो त्यही इन्जिनियर त्यो समूहमा परेर जाँदा बुझ्नु कुरा त्यो प्रशासन समूहभित्र पर्दा सेवा समूहभित्र पर्दा त्यहाँ पर्ने इन्जिनियरहरू विविध सेवा र आर्थिक तथ्याङ्कको प्राविधिकहरू अब सचिव हुन पाउने भयो प्रशासनले गर्ने सचिवमा अनि यता चाहिँ इन्जिनियरलाई दिने यसलाई दिने भनेको कहाँ त्यो लागू भयो कृषि र वन कहिले पनि मिल्दैन कृषि र वन भनेको आकाश पाताल फरक कुरा कृषि र वनको कृषि मन्त्रालयको सचिव वनको सहसचिव पनि हुन पाउने वनको सचिव चाहिँ कृषिको सहसचिव पनि हुन पाउने भयो त्यो कहीँ हुन्छ वातावरण मन्त्रालयको सचिव कि कृषिको कि वनको हुनुपर्ने जबकि वातावरण मन्त्रालयबाट वातावरण विभाग छ जुन नेपालको वातावरण विभाग भने पूर्वाधार सम्बन्धी वातावरणीय अध्ययन यही हो धेरै अथवा उद्योग सम्बन्धी अर्को चाहिँ के छ भने अर्को छ आइटी छ विभाग आइटी विभाग भनेको त पुरै कम्प्युटर इन्जिनियरिङ कम्प्युटर साइन्स सफ्टवेयर इन्जिनियरिङ कहाँ त्यो इन्जिनियरिङमा नन इन्जिनियर प्राविधिक सचिव जुन चाहिँ नि के भन्छ तपाईँको चाहिँ कृषि र वनको छ त्यसलाई लगेर त्यसको सचिव बनाउने त्यो कुनै तर्कै छैन यसमा कुनै खेल के हो भने 70% 80% सचिव प्रशासन सेवाकोमा होल्ड राखौँ भन्ने हिसाबले अरूलाई म्यानेज गरौँ हिजो व्यवहारमा यही नै थियो तर अहिले कानुन व्यवहारमा पनि समस्या भयो जस्तो लागेर कानुनले नै हिजो चाहिँ नि पिटेर ठिक पारिरहेको थियो अब त हत्या गरेको यसको मोटामोटी भन्दा यति खराब भएको छ अब यसलाई राम्रो गरे कि अहिले के चर्चा पनि आएन डीबीपीआरको हल्ला मचिरहेको जस्तो कर्मचारीले बाहिर काम गर्न कुरा कर्मचारी तन्त्रभित्र चाहे डीबीपीआरको कुरा गर्नु चाहे कर्मचारीले बाहिर काम गर्न दिनु र नदिनुले खासै इफिसियन्सी विवृद्धि गर्दैन इफिसियन्सी कर्मचारी तन्त्रको डिमोरलाइज गर्ने बेस्ट कर्मचारीहरू ब्रेन भएको कर्मचारीहरू नेपाली निजामती सेवामा प्रवेश गर्ने बाटो प्राविधिक थियो त्यो बाटोबाट चोटामा जान नपाइने जुन गरेको छ नि यसले अहिले होइन धेरै काल यसले खतम पार्छ र प्रशासन यन्त्र हो प्रशासन यन्त्रको कुनै क्वालिटी छ भने या क्वालिटी ब्रेन छ भने दुईटै ब्रेनले त्यसले चलाएको टिप्पणी उठाएर घोकन्ती विद्या गरेर विभिन्न किसिमको मन्त्रालय चारेर त्यसरी चाहिँ कसैले चाहिँ गरेको छैन अनि त्यस्तो किसिमको चाहिँ काम भएको पनि होइन मैले यस्तो स्थितिमा देशको शासन प्रशासन चलाउने राजनीति गर्ने अब सरकारहरू चाहिँ आँखा चिम्लेर जसले जसको हातमा सत्ता छ जसको पावर छ जे पनि निर्णय गर्छ भने त त्यसको त असर त जनतालाई पर्छ नि यो जनताको क्वेसन पनि यो कर्मचारी प्राविधिक कर्मचारीले सचिव हुन पाउँदैन सचिव कतिले पाउँछ 50वटा सचिव 242 जना प्राविधिक कर्मचारी सहसचिव छ देशमा 50वटा त हो नि 50वटा दिए पनि केही पनि पुग्दैन हामीलाई एक अर्को कति सहसचिव छ कति सचिव दिने भने एउटा संसारभरि एउटा म्यानिङ रेसियो भन्ने हुन्छ एउटा चाहिँ अनुपात हुन्छ संसारमा कुनै पनि करियर डेभलपमेन्ट अनुपात हुन्छ यो कर्मचारीहरू जसै तल्लो अनुपात हुन्छ एउटा अनुपात फिक्स गर्नुपर्छ प्राविधिकहरूको अनुपात यो प्रशासनको अनुपात जे पनि एउटा गर्नु त त्यही अनुसार माथि जाने सिस्टम बनाउनु पर्यो अब यो त जसले जे गरिदियो जसरी पनि जे गरे पनि देश चल्छ मेरो हातमा अधिकार छ बोल्न पाएन कर्मचारीले बोल्न पाएनन् तिमी चुप लाग सरकारको नीति विरोध नजा यस किसिमको जुन काम गरिरहेको छ यसले धेरै नराम्रो असर पर्छ यसलाई मैले लगातारै भनिरहेको छु लगातार आवाज उठाइरहेको छु मन्त्रीसित कुरा भएको छ मन्त्रीजीसँग उहाँ के भन्नु छ म सिट बनाउँछु तपाईँलाई अन्याय हुन दिन्न भन्नुभयो तर के भने कानुनले अन्याय गरिसक्नुभयो व्यवहारले गर्ने एकाध कुरा अर्कै कुरा होला तर भोलि त उहाँ मन्त्री फेरिनु होला क्याबिनेट फेरिएला मन्त्री पनि घरि किसिमका देखिया छन्
सरकार पनि किसिम किसिमको देखिया छ। कानूनले चाहिँ नि पक्षपात गर्नुहुन्न, व्यवहारले पक्षपात गर्दै आउनुभएको, फेरि गरे पनि हुन्छ। एकजना इन्जिनियर, एकजना वनविज्ञ, एकजना कृषि विज्ञानलाई सचिव नबनाए पनि कुनै आपत्ति छैन, कानूनले नरोकोस्। हामीले भिडमा आएर मलाई सचिव बनाइदिए भने पनि योग्य छैन, नबनाउनुहोस्। क्याबिनेटले गर्न एउटा चाहिँ कुन सचिवलाई कहाँ राख्न नसक्ने, सामान्य प्रशासन मन्त्री भएर हामीले कुन मन्त्रालय कुन सचिवलाई ठिक छ भन्ने छान्न नसक्ने, प्रस्ताव लान नसक्ने, अनि यो सबै काम चाहिँ त्यो ऐनले गरिदिनु नि। खुट्टा कान हात छ ऐनको कार्यान्वयन गर्ने हुनु पर्यो हिम्मत। क्याबिनेट भने किन चाहियो? त्यो त्यतिकै गर्न, त्यतिकै चाहिँ झोलाइ जे गर्न पनि गर्ने भने अनि ऐन बनाएर रोक्ने, त्यो आफूलाई दिएको अधिकार प्रयोग गर्न नसक्ने। अहिले योग्य मान्छेलाई योग्य ठाउँमा दिनलाई तपाईँलाई अधिकार छ, तपाईँ नगर्ने, अनि ऐनले चाहिँ नि अघि भित्रको कम्पिटिसन गराउने। त्यस्तो चाहिँ नि त्यो एकदमै नराम्रो बाटो हो। यो भयङ्कर ठुलो भुल भएको छ। मन्त्रीज्यूको मनसा ठिक होला, सांसदहरूसँग भेट्यो, उहाँहरूले पनि त यस्तो नजरले त हामीले हेरेनौँ, हामीले सिधा हेऱ्यौँ, विज्ञ सचिव भए त राम्रै हुन्छ। त्यस्तो छैन, विज्ञ सचिव होइन, यो षड्यन्त्र हुन्छ। व्यस्तताको बावजुद पनि स्टुडियोमा आइदिएर आफ्ना केही भनाइहरू राखिदिनु भयो, जानकारीहरू हामी माझ पस्किनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते, तपाईँलाई पनि धन्यवाद। यस सम्बन्धमा चर्चा चलेको छैन, टिभीहरूमा मैले देखेन। यो ऐन आएपछि तपाईँहरूले यसलाई मलाई बोलाएर यस सम्बन्धमा भन्नुभयो र आफ्नो कुरा स्पष्ट भने। धेरै कुराहरू पनि छन् भन्न, तर बिस्तारै त्यसमा पनि कुरा गर्दै जाउँला र यो कुरा सरकारका पुगोस्, सरकारले तुरुन्तै यसलाई संशोधन गरोस्, तुरुन्तै चाहिँ नि अध्यादेश ल्याएर हुन्छ कि संसदको अन्त भएपछि अहिले अर्को संशोधनमा सच्याओस् र अहिले यो बिचमा यसलाई कार्यान्वयन नगरोस् भन्ने मेरो अनुरोध। धन्यवाद। दर्शकवृन्द, कार्यक्रमको निर्धारित समय पनि सकिनै लागेको छ। कार्यक्रमबाट बिदा माग्दछु। नमस्कार।